नमस्ते साथीहरू, म तपाईहरुको साथी पारस पटेल आज तपाईहरुको सामु उपस्थित भइसकेका छु। आज म तपाईहरुलाई एउटा विशेष कुराको बारेमा जानकारी दिन गइराखेको छु। तपाईहरुलाई थाहा होला, मध्य प्रदेश नेपालको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित एक प्रदेश हो। नेपालको संविधान 2072 लागू भएपछि यो प्रदेशको स्थापना भएको थियो। यो नेपालको दोस्रो सबभन्दा बढी जनसंख्या भएको प्रदेश र क्षेत्रफलको आधारले सबभन्दा सानो प्रदेश हो। म तपाईले आज मध्य प्रदेशको बारेमा बताउन गइराखेको छु, जुन तपाईको भारतको बोर्डर साइड अनि हाम्रो नेपालको दक्षिणी भागमा पर्ने एउटा नेपालको सबभन्दा सानो प्रदेश र जनसंख्याको हिसाबले सबभन्दा ठूलो प्रदेश हो। यो प्रदेशको पूर्वी दिशामा कोशी प्रदेश, उत्तर दिशामा कोशी प्रदेश र बागमती प्रदेश, पश्चिम दिशामा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा छ। यो प्रदेशको क्षेत्रफल 9661 किलोमिटर रहेको छ, यानी कि 3730 वर्ग माइल रहेको छ। विक्रम सम्वत 2078 को 11औं राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसंख्या 61,44,600 रहेको छ, जुन यसलाई नेपालको सबभन्दा बढी मानव जनघनत्व भएको प्रदेश बनाउँछ। त्यसैगरी यो प्रदेशको स्थापना 2015 साल सेप्टेम्बर 20 मा भएको हो। यसको राजधानी जनकपुर रहेको छ। ठुलो शहर वीरगञ्ज महानगरपालिका। यो प्रदेशमा जम्मा 8 वटा जिल्ला रहेको छ। त्यसैगरी यो जिल्लाको पूर्वमा सप्तरी जिल्लादेखि पश्चिममा पर्सा जिल्लासम्म फैलिएको छ। यो प्रदेशमा जम्मा 8 वटा जिल्ला रहेको छ। यो प्रदेशको अधिकांश मानिस मैथिली, भोजपुरी र नेपाली बोल्ने गर्दछन्। धार्मिक र सांस्कृतिक धरोहरको केन्द्रको रूपमा रहेको जनकपुर, त्यस्तै बारा जिल्लाको गढीमाई मन्दिर, कंकालीमाई मन्दिर, रौतहट जिल्लाको पुरातात्विक महादेव मन्दिर, शिवनगर धाम, त्यस्तै पर्सा जिल्लामा रहेको गावामाई मन्दिर, पशुपतिनाथ मन्दिर, त्यसैगरी तपाईको अन्य जिल्लाहरूमा रहेको मन्दिरहरूको धार्मिक पहिचान र धार्मिक आस्थाको केन्द्र रहेको छ। नेपालको पहिलो नियोजित रूपमा बसालिएको सहर राजविराज नेपालको 8औं र तराईको क्षेत्रको पुरानो नगरपालिकाहरू मध्ये एक हो। त्यसैगरी हाम्रो मध्य प्रदेश ऐतिहासिक रूपमा नेपालमा मधेस नामक भूभाग नभएता पनि विक्रम सम्वत 2063-64 को मा नेपालको पूर्व तराईदेखि पश्चिम तराईसम्म भएको जन आन्दोलनपछि यो शब्दले नेपालभरि व्यापकता पाएको हो। विक्रम सम्वत 1968 मा गरिएको नेपालको पहिलो जनगणनामा समेत झापादेखि पर्सासम्मको भूभागलाई पूर्वी तराई, पलही, माझखण्ड, खजनी, शिवराज, वर्तमान कपिलवस्तु, नवलपरासी र रूपन्देहीको भूभागलाई मध्य पश्चिम तराई र बाँकेदेखि कञ्चनपुरसम्मको भूभागलाई सुदूरपश्चिम उल्लेख गरिएको छ। तपाईहरुलाई मैले आज मध्य प्रदेशको बारेमा बताए। मध्य प्रदेश कहिले स्थापना भयो, मध्य प्रदेशमा रहेका जिल्लाहरू पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिधा र सप्तरी रहेको छ। रौतहट जिल्ला शिक्षाको हिसाबले नेपालको सबभन्दा पिछडिएको जिल्ला हो। त्यसैगरी शिक्षाको हिसाबले नेपालको सबै प्रदेशहरू मध्ये सबभन्दा कम शिक्षित मान्छे भनेको हाम्रो मध्य प्रदेशमा रहेको छ। मध्य प्रदेशको शिक्षाको स्तर अरू प्रदेशहरू भन्दा एकदमै नराम्रो रहेको छ। हाम्रो मध्य प्रदेश शिक्षाको हिसाबले एकदमै समस्या भएको प्रदेश हो। गरिबीको हिसाबले पनि एकदमै गरिबी रेखा मुनि भएको
बढी गरिबी भएको प्रदेश पनि मध्य प्रदेश हो र साथसाथै तपाईको बाढी पीडित प्रदेश भनेको पनि तपाईको मध्य प्रदेशको किसानहरू पनि हो। जस्तै हाम्रो मध्य प्रदेशले धेरै पुराना ऐतिहासिक घटनाहरू पनि हाम्रो मध्य प्रदेशमा घटेको छ र त्यसैगरी देशमा बदलाव र आओस् भन्ने हिसाबको आन्दोलनहरू पनि हाम्रो मधेसबाट सुरुवात भएको छ। तपाईले मेरो भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। हामी फेरि यसै गरी अर्को भिडियो लिएर पनि तपाईको सामु उपस्थित हुनेछु। धन्यवाद।